हेलो साथीहरू, सबैजनालाई शुभ बिहानी। म चाहिँ काममा जाँदै हो। लावा बिहान है बाटो घरमा कम्पनीमा गएर त धुलै धुलो हुन्छ। बिहान गर्छ खाना अलिक मन पर्दैन, त्यही भएर म बाटोमै बिस्कुट खाँदै जाँदै हो। यहाँबाट चाहिँ 5 मिनट जति हिँडेबाट चाहिँ गाडी चढ्ने ठाउँ आउँछ। त्यसपछि 15 मिनटमा हाम्रो चाहिँ कम्पनी पुग्छ है। एकछिन त हिँड्नै पर्यो नि, शौच पनि हुन्छ, के गर्नु। हिजो आज चाहिँ मौसम कस्तो शीतल भएको है। अस्ति यस्तै गर्मी भएर यस्तो काम गर्न गाह्रो हुन्थ्यो कि अहिले चाहिँ पानी पनि परिरहेको है। हुन त अब अस्ति यस्तो जस्तो गर्मी मौसममै जान आँटिसक्यो। अब गर्मी नै हुन्न, अहिले त शीतल छ। दिउँसो घाम लाग्यो पनि खासै त्यस्तो गर्मी त हुन्न। कोरियामा त्यस्तो ठुलो खालको कुकुर नै हुँदो रहेछ। कत्रो ठुलो कुकुर ठ्याक्कै हाम्रोतिरको जस्तो क्या। यहाँ त सानो सानो कुकुर लिएर हिँड्छ नि त केटीहरू। कुकुर कुकुर चाहिँ हाम्रोतिरको त लुपुर 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 कुदिन्छ नि, त्यस्तो खालको कुकुर। बाटो खुलेर साथीहरू गइसकेछन्। म चाहिँ यतै अब अर्को छुट्टीलाई म चाहिँ प्रायः त साथीहरूसँग घुलमिल भएर हिँड्दिनँ क्या। एकै हिँड्छु, किनभने मेरो आफ्नै कथा व्यथा है। त्यो साथीहरूसँग मलाई खासै घुलमिल हुन पनि मन लाग्दैन। साथीमा सँगै एकै रङ्गी चङ्गी भने जस्तै। अब उनीहरू भनेको भर्खरका तरुनी बरुनी, आफू परियो बुढी, त्यही भएर कुरा नै मिल्दैन खासै। त्यही भएर जाँदै गर म बिस्तारै आउँछु भन्नु है। उनीहरू जाँदै गर्छन्, आफू बिस्तारै आयो। बिहान यतिखेर हिँडेको मान्छे 7:36 भयो। वहाँ पुगुन्जेलसम्म 8 बज्छ। अनि ठ्याक्कै बेलुकातिर आउने बेला पनि त्यही 8 साढे 8 बज्छ कि साथीहरू घर आइपुग्दाखेरि। के गर्नु, परदेशी जिन्दगी। एउटा छोराछोरीको लागि बाबा आमाले कति धेरै गर्दो रहेछ, त्याग गर्दो रहेछ है। त्यो चाहिँ यहाँबाट थाहा भयो क्या। खुलिसक्यो र चाहिँ एकछिन गाडी कुद्नुपर्छ। यति दिनसम्म यो बिस्कुट खाइसक्छु होला है। म गाडी आइसकेको छैन। गाडी चाहिँ हाम्रो 39मा आउँछ क्या, 1 मिनट बाँकी छ।